हाई एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, स्यामसङले आफ्नो ए सिरिजका दुईटा स्मार्टफोनहरुलाई हाम्रो नेपालमा लन्च गरिसकेको छ। स्यामसङ ग्यालेक्सी A57 र स्यामसङ ग्यालेक्सी A37 यिनी फोनहरुलाई हाम्रो नेपालमा लन्च गरिसकेको छ र आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौं स्यामसङ ग्यालेक्सी A57 5G मोबाइलको बारेमा। मोबाइलका स्पेसिफिकेसन तथा यो मोबाइलमा तपाईहरुलाई के कस्ता फिचरहरु दिएको छ, साथै के कति प्राइस पोइन्टमा हाम्रो नेपालमा लन्च भएको छ र यो मोबाइललाई कहाँदेखि किन्ने सम्पूर्ण विषयमा आजको भिडियोमा जानकारी दिँदैछु। त्यसैले यो भिडियोलाई एकछिन पनि स्किप नगरी अन्त्यसम्म हेरिदिनु होला। र अब चाहिँ तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ स्यामसङ ग्यालेक्सी A57 मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा सेम टु सेम स्यामसङ ग्यालेक्सी S26 को जस्तो डिजाइन देख्न पाउनुहुनेछ। फोनको ब्याक साइडमा तपाईलाई ट्रिपल रियर क्यामेराको सेटअप, त्यसैको साथमा LED फ्ल्यास र तलपट्टि चाहिँ स्यामसङको ब्रान्डिङ देख्न पाउनुहुनेछ र अगाडिपट्टि तपाईलाई सेन्टर पन्च होल डिस्प्ले दिएको छ जसमा गोरिल्ला ग्लास भिक्टस प्लस को प्रोटेक्सन पनि दिएको छ। बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा ग्लास ब्याक दिएको छ भने मोबाइलको फ्रेम चाहिँ एल्युमिनियमको रहेको छ। साथमा तपाईलाई यो मोबाइलमा IP68 को रेटिङ पनि दिएको छ, यानी कि मोबाइल कम्प्लिटली वाटरप्रुफ हुनेवाला छ। ओभरअलमा बिल्ड क्वालिटी र डिजाइनको बारेमा कुरानु पर्दा मोबाइलको डिजाइन र इन ह्यान्ड फिल चाहिँ एकदमै बवाल रहेको छ। अब हामी कुरा गरौँ डिस्प्लेको बारेमा। तपाईलाई यो मोबाइलमा 6.7 इन्चको FHD प्लस सुपर एमोलेड डिस्प्ले पाउनुहुनेछ। साथमा यो डिस्प्लेमा 120 हर्ट्ज को फास्ट रिफ्रेश रेट पनि दिएको छ र ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 1900 निट्स को पिक ब्राइटनेस पाउनुहुनेछ। इन्डोर र आउटडोर युजको लागि तपाईलाई यो डिस्प्लेमा कुनै पनि प्रब्लम आउने छैन। साथमा कन्टेन्ट वाचिङको लागि HDR10 प्लस को सपोर्ट पनि दिएको छ। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा मोबाइलको डिस्प्ले एकदमै बवाल रहेको छ। तपाईलाई यो डिस्प्लेमा कन्टेन्ट वाचिङको लागि र गेमिङको लागि चाहिँ कुनै पनि प्रब्लम आउने छैन। र चिपसेटको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा Exynos 1680 को चिपसेट दिएको छ, जुन चाहिँ 4 न्यानोमिटरमा बनेको चिपसेट हो, जसमा तपाईलाई हिटिङको इस्यु चाहिँ एकदमै कम पाउनुहुनेछ। साथमा LPDDR5S को र्याम टाइप र UFS 3.1 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा एकदमै राम्रो पाउनुहुनेछ। अब फ्रेन्ड्स, यो चिपसेटको एन्टुटु स्कोरको बारेमा कुरानु पर्दा यसको स्कोर लगभग 14 लाख जति आउँदछ, यानी कि तपाईहरुलाई यो मोबाइलमा हेभी गेम्सहरु खेल्नको लागि तथा हेभी एप्सहरु युज गर्नको लागि त्यस्तो कुनै प्रब्लम आउने छैन। पछिल्लो समयमा लन्च भएको A56 भन्दा राम्रो परफर्मेन्स तपाईलाई अहिलेको यो मोबाइलमा पाउनुहुनेछ। अनि सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 16 पाउनुहुनेछ, जुन चाहिँ One UI 8.5 मा रन गर्दछ। साथमा तपाईलाई यो मोबाइलमा 6 वर्षको एन्ड्रोइड अपडेट पनि पाउनुहुनेछ। सिरियसली फ्रेन्ड्स, यो मोबाइलमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स पनि एकदमै राम्रो पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर, 12 मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर र 5 मेगापिक्सलको चाहिँ माइक्रो सेन्सर, त्यसैगरी सेल्फी क्यामेरामा चाहिँ 12 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। प्राइमेरी क्यामेरामा तपाईहरुलाई OIS पनि दिएको छ। र भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा दुवै क्यामेराहरुबाट तपाईहरुले 4K 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा मोबाइलको क्यामेरा सेटअप चाहिँ एकदमै बवाल हुनेवाला छ। क्यामेराको मामलामा तपाईलाई यो मोबाइलमा कुनै पनि प्रब्लम आउने छैन। त्यसैगरी ब्याट्री तपाईलाई यो मोबाइलमा सेम अहिले पनि 5000 mAh को ब्याट्री दिएको छ र यो मोबाइलले चाहिँ 45 वाटको चार्जर सपोर्ट गर्दछ, तर चार्जर तपाईले अलगसँग किन्नु पर्ने हुन्छ। र ब्याट्री ब्याकअपको बारेमा कुरानु पर्दा एक दिनको ब्याट्री ब्याकअप चाहिँ मजाले पाउनुहुनेछ। प्राइभेसी सेन्सरहरुको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा ड्युल स्टिरियो स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ एकदमै राम्रो रहेको छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ स्यामसङ ग्यालेक्सी A57 5G मोबाइलको प्राइसको बारेमा। यसको दुईवटा भेरिएन्ट चाहिँ हाम्रो नेपालमा लन्च भएको छ। 8+256GB 84,999 मा र 12+256GB 89,999 मा लन्च भएको छ। तपाईहरुलाई यो मोबाइलको प्राइस अनि स्पेसिफिकेसन कस्तो लाग्यो प्लिज आफ्नो सल्लाह सुझाव चाहिँ कमेन्ट बक्समा लेखिदिनु होला। ल त साथीहरु, यति नै थियो मोबाइलको बारेमा। तपाईलाई यो मोबाइल कस्तो लाग्यो, आफ्नो केही सल्लाह सुझाव भएमा प्लिज कमेन्ट लेखिदिनु होला र यो भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरुले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेटुने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।